नमस्ते, स्वागत छ बिएल मिडियामा। हजुरमाझ साप्ताहिक राशिफल, मासिक राशिफल र वास्तु सम्बन्धी जानकारी, न्युमेरिकल सम्बन्धी जानकारी, अङ्कगणित ज्योतिष सम्बन्धी जानकारी र आफ्नो कम्पनीको बारेमा, मोबाइल न्युमरोलोजीको बारेमा जुनसुकै समस्या देखाउनु छ भने तल दिएको नम्बर 9841371897 मा म ज्योतिष दुर्गाप्रसाद उपाध्यायलाई सम्पर्क गर्न सक्नुहुन्छ। र विदेशमा बाहिर रहने व्यक्तिहरूको लागि durga.np@gmail.com मा इमेल गरेर पनि सम्पर्क गर्न सक्नुहुनेछ। अब लागौँ सबैभन्दा पहिले साप्ताहिक राशिफल अन्तर्गत 2083 साल आषाढ महिनाको दोस्रो साता 6 गतेदेखि 12 गतेसम्मको साप्ताहिक राशिफल। मेष राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता 6 गतेदेखि 12 गतेको बिचमा घर परिवारमा सम्बन्धमा सुधार हुनेछ, आत्मविश्वास बढ्नेछ, परिवारप्रति विशेष ध्यान जानेछ, अध्ययनमा सफलता प्राप्त रहनेछ, बौद्धिक कार्यमा मन जानेछ। त्यसै गरी अब लागौँ वृष राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता प्रेम तथा दाम्पत्य जीवनमा सफलता प्राप्त हुनेछ, सामाजिक जीवनमा ध्यान जानेछ, मन स्थिर रहनेछ, आर्थिक पक्ष मजबुत हुँदै जानेछ, सामाजिक कार्यमा मन लाग्नेछ, परिवारमा सुख शान्ति समृद्धि बढ्नेछ। वृष राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता शुभ रहेको छ। त्यसै गरी अब लागौँ मिथुन राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता आँटेका सोचेका सम्पूर्ण कार्यहरू प्राप्त हुनेछ, मान सम्मान इज्जत प्रतिष्ठा बढ्नेछ, आत्मविश्वास बढ्नेछ, आर्थिक क्षेत्रमा सुधार आउनेछ, मनले सोचेका आँटेका सम्पूर्ण कार्यहरू पुरा हुनेछन्, पारिवारिक जीवन सुखमय हुनेछ, धार्मिक कार्यमा शरीक हुने अवसर प्राप्त रहनेछ। त्यसै गरी अब लागौँ कर्कट राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता आँटेका सोचेका सम्पूर्ण कार्यहरू पुरा हुनेछ, धेरै समय व्यक्तिगत जीवनमा धेरै समय बित्नेछ, घर परिवारमा सुख शान्ति समृद्धि आउनेछ, प्रेम सम्बन्धमा सुधार, पारिवारिक जीवनमा सुख शान्ति समृद्धि आउने देखिन्छ। त्यसै गरी अब लागौँ सिंह राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता आत्मविश्वास बढ्ने देखिन्छ, नयाँ किसिमको काममा शरीक हुने अवसर प्राप्त हुनेछ, आत्मविश्वास बढ्ने देखिन्छ, बढी सङ्घर्ष गर्नुपर्ने देखिन्छ र आँटेका सोचेका सम्पूर्ण कार्यहरू पुरा हुनेछ, वैदेशिक यात्रामा लाभ रहनेछ, वैदेशिक सम्बन्धी काम कारोबार गर्दै हुनेछ लाभ रहनेछ र सिंह राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता अति शुभ रहेको छ। त्यसै गरी अब लागौँ कन्या राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता स्वास्थ्यमा सुधार आउनेछ, नराम्रो कार्यमा समय बित्ने देखिन्छ, बिग्रिएका कार्यहरूमा बिस्तारै सुधार आउनेछ, बोलीमा अलि सावधानी अपनाउनु होला, साथीभाइको पार्टनरसिप काममा बिग्रने देखिन्छ, वैदेशिक यात्रा गर्ने व्यक्तिको लागि नोक्सान रहेको छ। कन्या राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता सावधानी अपनाउनु होला। त्यसै गरी अब लागौँ तुला राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता सामूहिक कार्यमा शरीक हुने अवसर प्राप्त मिल्नेछ, पारिवारिक सुख प्राप्त हुनेछ, अध्ययनमा सफलता, सिँगारिक सामानमा लाभ रहेको छ र हजुरले जुनसुकै काम गर्दै हुनुहुन्छ भने लाभ रहनेछ। त्यसै गरी अब लागौँ वृश्चिक राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता मित्रजनहरूको साथ सहयोग प्राप्त हुनेछ, घर परिवारमा
साथ सहयोग समृद्धि छाउनेछ। आर्थिक पक्ष मजबुत हुँदै जान्छ। पारिवारिक जीवन राम्रो रहनेछ र जुनसुकै पेसा व्यवसाय गर्दै हुनुहुन्छ अति राम्रो रहेको छ। सेयर सम्बन्धी काम कारोबारबाट लाभ रहने देखिन्छ। त्यसै गरी अब लागौँ धनु राशि। धनु राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनामा आयमा वृद्धि हुनेछ। आत्मविश्वास बढ्ने देखिन्छ। अध्ययन कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ। विरोधी पक्षहरू परास्त हुँदै जानेछन् र साझेदारी काम कारोबारमा लाभ रहेको छ। त्यसै गरी अब लागौँ मकर राशि। मकर राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता सामाजिक काम कारोबारमा इज्जत प्रतिष्ठा उमङ्ग बढ्ने देखिन्छ। रोकिएका सम्पूर्ण कार्यहरू पुरा हुनेछन्। मान सम्मान इज्जत प्रतिष्ठा बढ्ने देखिन्छ र हरेक कार्यमा सफलता प्राप्त हुने नै छ। त्यसै गरी अब लागौँ कुम्भ राशि। कुम्भ राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता सेयर सम्बन्धी काम कारोबार गर्नेलाई लाभ रहेको छ। मित्रजनसँगको साझेदारी काम कारोबारमा लाभ रहनेछ। नयाँ मित्रसँग बौद्धिक कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ र हजुरले जुनसुकै काम कारोबार गर्दै हुनुहुन्छ ब्याङ्किङ सम्बन्धी काम कारोबार गर्दै हुनुहुन्छ लाभ रहेको छ र साझेदारी काममा लाभ रहने देखिन्छ। अन्तमा मीन राशि। मीन राशिको व्यक्तिको लागि 2083 साल आषाढ महिनाको दोस्रो साता परिवारमा को कारणले वाद विवादमा फस्न सकिन्छ। मानसिक तनाव पुग्नेछ। दाजुभाइबाट धोका मिल्नेछ। पुर्खौली सम्पत्तिमा नोक्सान हुनेछ। झै झगडामा फस्न सक्ने अवस्था रहेको छ। त्यस कारणले गर्दाखेरि मीन राशिका व्यक्तिहरूले जुनसुकै काम कारोबार गर्दै हुनुहुन्छ जुनसुकै कार्य गर्दै हुनुहुन्छ सावधानी अपनाउनु होला। हस्त राशिफलले जे जस्तो भने तापनि 2083 साल आषाढ महिनाको दोस्रो साता हजुरको शुभ रहोस् यति भन्दै आफ्नो बारेमा परिवारको बारेमा गिरीवास्तु बिजनेस वास्तु जुनसुकै कार्यमा अवरोध आइरहेको छ ग्रहगोचर देखाउनु छ। मोबाइल न्युमरोलोजी कम्पनीको नाम जुराउनु छ। जुनसुकै अवस्थामा पनि जिज्ञासा राख्नु छ भने तल दिएको नम्बर 9841371897 तपाईँले व्हाट्सएप भाइबर गर्न सक्नुहुन्छ। हस्त आजको लागि म ज्योतिष दुर्गाप्रसाद उपाध्याय बिदा चाहन्छु। नमस्ते।